घरमा बस्दा झ्याउ लाग्यो अब त समृद्धिले फोन गर्नु पर्यो हैन यो रञ्जितले किन फोन गरेछ एकचोटि कुरा गर्नु पर्यो हेलो ओइ त कहाँ हो यहाँ घरमा बस्दै बस्दै बोर लागिसक्यो रेजिनाले फोन गरेर काहीँ घुम्न जाऊँ न ल जाऊँ न त रेजिनालाई त फोन गर्छ अस्ति म फोन गरौँ ल म आफै गर्छु फोन ल के भन्छ ल के भन्छ मलाई नि भन् ल हेलो हेलो ओइ त कहाँ हो भयो त किन रोइरहेको होइन मेरो त आज के घरमा नि कस्तो प्रब्लम भइरहेछ मेरो घरमा रासनहरू पनि सकिरहेछ त्यही भएर मलाई धेरै टेन्सन भइरहेको के तैँले के काम कति कामले फोन गरेथिस् ओइ रख म समृद्धिले लिएर आउँछु हेलो ओइ भन् त के भने रेजिनाले रेजिना रोइरहेछ छिट्टै आ मेरो घरमा के भयो रेजिना लु रोक है त म आइहालेँ मेकअप गर्नु पर्यो यस्तो रेजिना रोइरहेछ छिटो जाउँ न लु के भयो जाम अब म मर्दिन्छु बाँच्न सक्दिनँ म यस्तो भएर अब म मर्दिन्छु बाँच्दिनँ ओइ रेजिना हेर्छ ओइ नगर चल तिमीहरू भनेर मलाई कस्तो टेन्सन छ मलाई थाहा तिमीहरूलाई थाहा छैन ओइ के गर्ने मलाई केही थाहा छैन म हस्पिटल लिएर कस्तो लाग्यो हामीले छोटो सानो नानी बाबुहरूसँग म मिलेर बनाएको भिडियो जस्तो लागे पनि हजुरहरूले चाहिँ लाइक कमेन्ट गरिदिनु होला हामी इन्स्टा टिकटक र युट्युबमा हाल्नेछौँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला बाई गाइस अब पार्ट 2 आउँदैछ यो पार्ट 2 चाहिँ भोलि आउँदैछ नमस्ते